दर्शकबिन नेपाली क्रिकेट टोलीले आज 2वटा खेल खेलेको थियो। एउटा अस्ट्रेलियामा टप इन T20 सिरिज खेल्यो भने दोस्रो भारतको बेङ्गलोरमा कर्नाटकसित एकदिवसीय अभ्यास खेल खेल्यो। टप इन T20 सिरिजमा पराजित हुँदा नेपाली क्रिकेट टोली भारतको अभ्यास खेलमा भने विजयी रहन सफल भयो। अब कुरा गरौँ टप इन T20 सिरिजको। टप इन T20 सिरिजमा नेपालले पहिला ब्याटिङ गरेर 20 ओभरमा 122 रन बनाएको थियो। नेपालले 122 रन बनाउनको लागि 8 विकेट खर्चुनु परेको थियो, जसमा नेपालका पवन सराफले मात्र उल्लेख्य प्रदर्शन गर्न सफल भएका थिए। उनले 49 बलमा 41 रनको पारी खेले पनि अरू कुनै पनि खेलाडी भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। कुशल भुर्तेल कुनै पनि रन नबनाइकन सुरुवातमै आउट भएपछि नेपाल थप दबावमा आएको थियो। त्यसै तीर्थराज दास 13 रन बनाएर आउट भएका थिए। अनिल कुमार शाह पनि जम्न सकेनन्, उनी 14 रन बनाएर आउट भयो भने कुशल मल्ल रन आउट हुन पुगे, उनले मात्र 9 रन बनाए। लोकेश बम 16 रन बनाएका थिए, उनले 1-2 हिट हाने पनि 16 रनभन्दा अघि बढ्न सकेनन्। राशिद खानले 10 रन बनाए, नारायण जोशीले 15 रन, जसले गर्दा नेपालले 122 रन बनाएको थियो 20 ओभरमा 8 विकेट गुमाएर। बलिङतर्फ नर्दर्न टेरिटोरीका हामिस मार्टिनले 3 विकेट लिन सफल भए। जफै ब्याटिङमा आएको नर्दर्न टेरिटोरी स्ट्राइकरले 15 ओभरमा मात्र 2 विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो। उसका लागि होगन बोइजमले अर्धशतक प्रहार गरे भने जोर्डन सिल्कले 42 रन बनाउन सफल भए। बलिङतर्फ नेपालका पवन सराफ नै चम्केका थिए। उनले 3 ओभरमा मात्र 13 रन दिएर 2 विकेट लिन सफल भयो भने बाँकी कुनै पनि बलर खासै राम्रो प्रदर्शन गर्न सकेनन्, जसको कारण नेपाल 8 विकेटको विशाल अन्तरले पराजित हुन पुगेको थियो। टप इन T20 सिरिज अन्तर्गत दोस्रो खेल भोलि नेपालले 2:15 बजे बङ्गलादेशको ए टिमसित खेल्नेछ। साथीहरू, अब कुरा गरौँ नेपालले खेलेको दोस्रो खेल जुन भारतको बेङ्गलोरमा खेलेको थियो कर्नाटकसँग। यस खेलको बारेमा कुरा गरौँ है त। नेपालले आज भएको बेङ्गलोरमा कर्नाटक विरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हराउन सफल भएको छ। पहिला ब्याटिङ गरेको कर्नाटकले 50 ओभरमा 8 विकेट गुमाउँदै 242 रन बनाएको थियो। उसका लागि सरोज श्रीनिवासले 48, सहर्ष रेड्डीले 43, रितेश भातकले 37 र समर्थ श्रीनिवासले 32 रन बनाउँदा कर्नाटकले 50 ओभरमा 8 विकेट गुमाउँदै 242 रन बनाएको थियो। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै 3-3 विकेट लिन सफल भएका थिए। करण केसीले 9 ओभरमा 60 रन दिएर 3 विकेट लिँदा सन्दीप लामिछानेले 7 ओभरमा 30 रन दिएर 3 विकेट लिन सफल भएका थिए भने 2 विकेट भने हेमन्त धामीले लिएका थिए। उनले 7 ओभरमा 43 रन दिएर 2 विकेट लिन सफल भएका थिए। 243 रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल देव खनालको उत्कृष्ट ब्याटिङको मद्दतले 5 विकेटको जित हात पार्न सफल भएको थियो। देव खनालले मात्र 113 बलमा शतक प्रहार गरेपछि नेपाललाई जित दिलाउन सहज भएको थियो। त्यस्तै आसिफ शेखले 38 रन बनाएका थिए, अर्जुन कुमारले 26 र सन्दीप जोराले 30 रन बनाउन सफल भएका थिए। बलिङतर्फ भने कर्नाटकका चिरान्त शिवरुद्र, रितेश भत्काल, आदित्य गोयल, अरविन्द कुमार राई र एल बनोरले 1-1 विकेट लिन सफल भएका थिए। आजको खेलमा शतक प्रहार गर्न सफल देव खनालको कमब्याकले नेपाललाई एससीसी प्रिमियर कपमा पक्कै पनि फाइदा पुग्नेछ। नेपालले बेङ्गलोरमा अभ्यास खेल सकेपछि एससीसी प्रिमियर कप खेल्नको लागि मलेसिया प्रस्थान गर्नेछ।